Hi everyone, welcome back to my channel. I hope everyone is doing good अनि सबैजनालाई मेरो तर्फबाट ह्यापी दशैं. I hope सबैजनाले एकदमै रमाइलो गरिराख्नु भएको छ होला दशैं. अनि अब हाम्रो त यसपालि दिदी छैन, सो दिदीलाई मिस भइराको छ obviously. अनि हामीले दशैंमा पोखरा जाने प्लान गरेको थियौं. हाम्रो चाहिँ घर अनि मामा घर चाहिँ पोखरामै हो के. अनि पोखरा जाने प्लान गरेको थियौं, तर मुङलिनको बाटो यस्तो नराम्रो छ as you all know. त्यहाँ पनि जान पाएनौं. अनि त्यही हो, घरमै सेलिब्रेट गर्छौं दशैं. अनि के गर्छौं हजुरलाई देखाउँछु. बट फर्स्ट हजुरले मेरो यो ब्लग हेरेर आउनु, जुन चाहिँ मैले 1 वीक देखिबाट नै सबै क्याप्चरहरू गरेको थिएँ. अब 1 वीकमा हाम्रो के फुलपातीहरू नवमी सबै हुन्छ नि, त्यो चाहिँ मैले सानो क्लिपहरू लिएको थिएँ फर द मेमोरिज. अनि या किप वाचिङ माई ब्लग. आई होप हजुरले आजको ब्लग पनि इन्जोय गर्नुहुनेछ. दशैंको फर्स्ट डे आज गणेश स्थापनाको दिन. हाम्रो चाहिँ यहाँ पूजा हुँदैछ. मम्मीले सबै प्रिपेयर गर्दै हुनुहुन्छ. माँ दुर्गा माँ हरेक वर्ष हुन्छ कि यहाँ चाहिँ. त्यो मूर्तिको कलरै कस्तो राम्रो लाग्यो कि मलाई. आज नवमीको दिनमा हाम्रो घरमा सेलरोटी बन्दैछ. मम्मीले हेल्प गर्दै हुनुहुन्छ मलाई चाहिँ. मैले सिकिरहेको छु, बनाइरहेको छु. राम्रो भयो है, राम्रो भएछ. देखाइदिनु भएको मैले बनाएको. सबैजनाले बनाउनु भयो होला नि अहिले त दशैंमा रमाइलो लाग्ने कि है. सेलरोटी बनाएपछि चाहिँ बल्ल दशैं आएको जस्तो हुन्छ नि. यस्तो यो काँडा यस्तो निस्क्यो भने चाहिँ सेलरोटी राम्रो भयो भनेर बुझिन्छ है. मम्मीले भन्नुभयो है. म एउटा हाल्नु पर्यो त हो. मम्मीले हाल्नुहुन्छ यो लानु लास्टको. टीका यो मलाई यस्तो मनपर्छ नि यो कलर. वाउ, मेरो हात रेडी भयो. अब म चाहिँ पुरै सजाउँछु अनि म देखाउँछु है त. यो टीका लगाएर राख्ने. दशैं टीकाको लागि चाहिँ हाम्रो चाहिँ सबै रेडी भयो. कति राम्रो देखेको नि जमरा. आहा, अझै टाइम छ. सो सबैजना रेडी हुँदै हुनुहुन्छ. म चाहिँ रेडी भइसकेँ. सबैजना रेडी भइसक्नु भयो. मम्मी के गर्दै हुन्छ? ए बाबा पनि रेडी अब? रेडी हो. टाइमहरु लाग्यो अब. ए कति बजेको साइद हो आज? यो 11 बजेर 53 ए ल, भाइ पनि रेडी. अब हामी चाहिँ आफ्नो टाइम वेट गरिरहेको छौँ. यस्तो राम्रो देखियो है. जमरा कति राम्रो देखेको. ए सानो भयो हजुर. ल खै त मार्कु, खै मार्कु. ल हेर त एकजनालाई यहाँ सुतेर. मार्कु चाहिँ रेडी हुनु पर्दैन. सुतेर बस्यो एकदम अल्छी छ मार्कु त. मम्मी यति राम्रो देखिनु भएको छ. आज दिदीले पनि पिङ्क लगाएको छ उता, मम्मीले पनि पिङ्क. म चाहिँ येलो. सिंगल फोटो. ल मम्मीको सिंगल फोटो खिच्दिहालौँ है त. पहिला चाहिँ बाबाले यहाँ कुल देवतालाई पूजा गर्दै हुनुहुन्छ. अनि बल्ल हाम्रो टीका लगाइदिनुहुन्छ. भयो बाबा? टीका लगाउनुभन्दा अगाडि चाहिँ यसरी ढोकामा चाहिँ साइडको टीका लगाइन्छ. अनि बल्ल हामीलाई लगाइदिनुहुन्छ.
आधी चाकेको पुरा गर्नु आधी चाकेको पुरा गर्नुहोस् होइन दुर्गा भगवानले रक्षा गरून् है हस् राम्रोसँग पनि है ल बडबसेको शुभकामना है दुर्गा भगवानले रक्षा गरून् आधी चाकेको पुरा होस् ल छोरा राम्रोसँग पढ्नु है नेपालमै नाम राख्नु राति हुन्छ है ए छ भने चाहिँ दुर्गा मैले रक्षा गरौँ सधैँ आँटे टाकेको पुगोस् मेरो किन सबैजनाले बाङ्गै लगाइदिनुहुन्छ कि भागीमा नै हुन्छ नि त भाङ्गे टिका लगायो पहिला पहिला लाग्यो नि त भन्नु केही नै हुन भागीमा नै हुन्छ झन् भाङ्गो टिका दुईतिर लाग्यो नि केही भएन साडी भाङ्गो त ठिक हुन्न देखिएर लाग्छ ल दुर्गा मैले रक्षा गरौँ आधी तारिक पुगोस् राम्रो गर्दै गएको अझै राम्रो होस् त्यही बात हो नि त ल भयो आधी चाकेको पुरा होस् इष्ट दाइना हुन् शत्रु बच्चे हुन् इष्ट दाइना हुन् चाकेको पुरा होस् दुलै भाग्य भनिन्छ मागु तिमी टिकी लाउनु परेन मेरी छोरीलाई जमारा कहाँ राख्ने नि हो यहाँ कानै छैन औलोमा राख्ने ल मिठी ल मिठी लाऊ ए दादाले कति जानेको नि ए तेरिका खसली के खाएको माकुले मिठी खाएको ओहो ल ह्यापी दसैँ ह्यापी दसैँ टिका चाहिँ लगाइसक्यौँ हामीले अब चाहिँ हामी जान्छौँ मामा घर बाबाको र मम्मीको मामैजूको घर छ यहाँ पहिला चाहिँ मम्मी बाबा जानुहुन्छ अनि त्यसपछि बाहिर म जान्छु पालो पालो किनभने माको एक्लै छ नि त घरमा माकुलाई छोडेर जाने कुरा भएन अनि त्यही भएर चाहिँ हामी पहिला मम्मी र बाबा जानुहुन्छ अनि त्यसपछि हामी जान्छौँ मम्मी साडी किन चेन्ज गर्नुभयो साडी कुर्ता देउसमा स्कुटीमा चिप्लिन्छ होला है ए डर लाग्छ मलाई चिज साडी लाग्छ राम्ररी गर आउनु आज फेरि मौसम पनि यस्तो राम्रो छ ल बाइ बाइ बाई बाई बाबु मेरो भिडियोहरू बनाइदिन्छ बाबुले अब मेरो भिडियोहरू बनाइदिन्छ मैले चाहिँ आज ओटी गर्ने बिर्सिन्छु कि आउटफिट अफ द डे आज दसैँको दिनमा त गर्नु पर्यो कस्तो देखेको छ मलाई कमेन्ट गर्नु होला ल बाहिर मात्रै जाम अब ढिलो हुन्छ फेरि टिका लगाउनलाई ल जाम हामी पनि गयौँ आज भाइले चलाउँछ मलाई त आनन्दै राम्री भएपछि त आफूले स्कुटी चलाउने भएपछि अनि अरू चलाउँदा डर लाग्ने रहेछ भाइ बाबु तिम्रो हेर त टिका लगाएको छ ह्याप्पी दसैँ सबैजनालाई नमस्ते आमा जाऊ बस्छ तिमी पहिला सानो मान्छे यहाँ बस्नु न हजुरलाई सजिलो हुन्छ युट्युबमा हाल्ने हो कि ठुलो प्रगति गरेर आमाको नाक राखेको छ हजुरबाबुहरूसँगको नाक राखेको छ नमस्ते बुवा गरेको छ नि यसपालि थाहा छ कत्रो प्रगति गरेको छ ल आशीर्वाद दिनु ल पर्दैन बाबुलाई लगाइदिनु टोपी लाउनु त ढाका टोपी आफूबाट त एउटा टोपी पनि दिनु पर्छ के बानी छ त्यहाँ भन्दा के भनेर मङ्गलम भगवान् विष्णु
मङ्गलम गरुडा ध्वजा मङ्गलम पद्मासने सर्व दुःख आजको लन्चमा छ भेन्डी र आलु, यो खसीको पक्कु, कालो दाल अनि खाना। कति बजे खाना खाँदा हाम्रो 1:30 हुँदैछ आज टिकाको साइड चाहिँ ढिलो भएको भएर नि हो क्या। अन्त टिकटकै हो नि सबैले पक्कु बनाएर राखिरह त्यो देखेर नि खान मन लाग्यो। मिठो हुनेछ मिठो हुनेछ। यहाँ हामीले फर्स्ट टाइम ट्राई गरेको कि बनाएर घरमा मिठो लाग्यो। ल मलाई 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 ठुली भयो ठुली भयो। कति राम्रो देखेको बाबु त हिरो भएछ। दिदीले राख्दिनु भयो रहेछ पिज्जा गाडी। हेलो हेलो गरिदेऊ हेलो गरिदेऊ। अब युट्युबमा राखिदिन्छु बाबुको म भिडियो, मेरो क्युटी बाबुको। हाम्रो लजालु बाबुलाई लगाइदिनु। ए बाबु दादाले जस्तै ज्ञानी हुने हाम्रो बाबुले धेरै गर्छ। बाबु हो र कति ज्ञानी छ नि त हाम्रो बाबु। भाग्य माने हुने ठुलो मान्छे हुने धेरै भन्न आउँदैन। मनमा नै भन्नुहुन्छ मम्मीले। ए समात्दिनु अरे ल हेरी भयो बाबु त कति पैसा भनेर। बाबु अङ्कल आन्टी पनि आएर गइसक्नु भयो। रमाइलो भयो अङ्कल आन्टी आउँदाखेरि पनि। अनि अब आजको चाहिँ मेरो यति नै थियो ब्लग। हजुरहरूले इन्जोय गर्नुभयो होला आई होप सो। अनि या द्याट्स अल फर टुडे। सबैजनालाई बाई अनि ह्याप्पी दसैँ वान्स अगेन। ल मम्मी तपाईँले आएर ह्याप्पी दसैँ भनिदिनु। मम्मी र मेरो तर्फबाट सबैजनालाई ह्याप्पी दसैँ बाई।